सो साथीहरू हामी चाहिँ घुम्न आयौँ। देख्न सक्नुहुन्छ यस्तो राम्रो राम्रो वाटरफल। सो सानो सानो कुराहरूलाई नै धेरै राम्रो बनाउन सकिन्छ भनेको यही हो। सो हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो डे 10 मिनी ब्लगमा। आई होप हजुर। सो साथीहरू मैले चाहिँ हिजो अपलोड गर्न पाइनँ, त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु। सो साथीहरू हामी चाहिँ घुम्न गयौँ। कहाँ गयौँ भन्दाखेरि चाहिँ शहीद स्मारक। सो साथीहरू सानो सानो कुराहरूलाई जोडेर यति राम्रो बनाउनु भएको रहेछ के। अनि मलाई चाहिँ कस्तो राम्रो लाग्यो, कस्तो रमाइलो। हजुरहरू नि गयो भने कमेन्ट गर्नु होला हजुरहरूलाई कस्तो लाग्छ। अनि हामी चाहिँ भित्र जानलाई टिकट चाहिँदो रहेछ। सो हाम्रो चाहिँ 50 रुपियाँ लियो। सो यस्तो राम्रो ठाउँमा घुम्न जान पाउँदा त 50 रुपियाँ के नै हो र होइन, त्यत्रो भाडा हालेर त आइसक्यौँ। सो हामी देख्न सक्नुहुन्छ कति राम्रो राम्रो फुलहरू, यस्तो पुरै सबै त्यो तपाईँहरूले खोजेको सबै उसहरू पाउनुहुन्छ कि, इन्जोय गर्न पाउनुहुन्छ। सानो सानो कुराहरूलाई राखेर कति राम्रो बनाउनु भएको रहेछ। अनि म चाहिँ आएको थिएन, मेरो यो फर्स्ट टाइम हो। सो साथीहरू हजुरहरूलाई पनि म मेरै भ्लगबाट नै हजुरहरूलाई देखाउने छु के गऱ्यौँ के गरेनौँ। यो ठाउँमा चाहिँ हाम्रो वीर शहीदहरूकै नाममा यो पार्क बनाएको हो। साथीहरू त्यहाँ चाहिँ यस्तो सानो सानो कुरादेखि लिएर यस्तो राम्रोसँग मोटिभेसन गर्नुभएको रहेछ क्या। यस्तो सरसफाइ यताउति सब राम्रोसँग गर्नुभएको रहेछ। मलाई चाहिँ यस्तो राम्रो लाग्यो। साथीहरू तपाईँहरू नि कतै घुम्न जान सोच्नु भएको छ भने चाहिँ हेटौँडा शहीद स्मारक जानु होला। म चाहिँ यही भन्न चाहन्छु, त्यहाँ चाहिँ तपाईँहरूले जस्तो इन्जोय गर्न पाए नि सोच्नुहुन्छ कि। त्यहाँ हामीले चाहिँ यति राम्रोसँग इन्जोय गरिरहेको थियौँ। तर हामीसँग यस्तो नसोचेको कुरा हुन्छ नि, यस्तो खुसियाली एकैछिनमा यस्तो नराम्रो हुन्छ भनेर हामी सोचेको पनि थिएन। सो साथीहरू मेरो बुढाको चाहिँ आज फर्स्ट टाइम मेरो मिनी भ्लगमा फेस रिभ्यू गरेको छु, किनभने उहाँ मान्नु हुँदैन क्या। अनि भ्लग बनाउन मान्नुहुन्न। मैले चाहिँ आज जसरी पनि बनाउनु पर्छ भनेर चाहिँ मैले कर गराएर भिडियो गराएँ। सो साथीहरू देख्न सक्नुहुन्छ यहाँ हिमाल पहाड तराई हरेक चिजलाई जोडेर चाहिँ यति राम्रोसँग बनाउनु भएको रहेछ। सो साथीहरू म हजुरहरूलाई बोलीले म गर्न सक्दिनँ, तर पनि अलिअलि भिडियो मैले क्याप्चर गरेको छु, हजुरहरूलाई म देखाउन चाहन्छु। सो साथीहरू यो देख्न सक्छ पार्कभित्र बनेको ठाउँहरू सानोहरू, यति सानो ठाउँ छ तर यति धेरै चिज जोड्न भएको मैले सोचेको पनि थिएन कि यस्तो हुन्छ भनेर। सो साथीहरू मेरो भिडियो चाहिँ लामो हुन्छ, मैले चाहिँ यसलाई कट गरेर पार्ट 2 पार्ट 1 गरेर हाल्न लागेको छु। सो साथीहरू यतिन्जेलसम्म मेरो मिनी ब्लग हेरेर बस्नुभएकोमा थ्याङ्क यू सो मच। र पार्ट 2 चाहिँ कुर्नु होला र फलो चाहिँ गर्न नबिर्सिनु होला। बाई बाई साथीहरू।